ठिक छ छोडिदिनुस् साथीहरु छोडिदिनुस् विरोध लोकतन्त्रमा विरोध गर्न पाइन्छ केही फरक पर्दैन शान्त हुनुस् लोकतन्त्रमा विरोध गर्न पाइन्छ भाइले गर्नुभएको विरोधपछि हाम्रो कुनै आपत्ति रहेन र हामीले त्यो साथीहरु छोड्नु साथीले विरोध गर्नु त्यो पाइन्छ ठुलो कुरा भएन हामीले जुन ढंगले हाम्रो सिंहदरबार जलेको छ हाम्रो अख्तियार जलेको छ हाम्रो विभिन्न खालका संरचनाहरू जलेका छन् सदन जलेको छ व्यक्तिका घरहरू जलेका छन् सरकारी उद्योगहरू जलेको सरकारी भवनहरू संरचनाहरू उद्योगहरू जलेका छन् त्यसको राम्रो छानबिन होस् भन्ने हाम्रो चाहना हो निर्दोषहरूलाई कारबाही होस् भन्ने हाम्रो चाहना होइन तर दोषीहरूलाई कारबाही गर्ने कुरामा वर्तमान सरकार लागोस् र कारबाही मात्र होइन आवश्यकता अनुसार क्षतिपूर्ति पनि दियोस् भन्ने हाम्रो चाहना हो त्यसो भएको हुनाले यो विषयमा वर्तमान सरकार गम्भीरताका साथ जाओस् भन्ने म माग राख्न चाहन्छु विद्यार्थी